आज फेरि सुनसरी बन्द रे। अनिश्चितकालीन नेपाल बन्द, चक्काजाम, आन्दोलन यस्ता शब्दहरू आज पनि समाचारमा देखिन्छन्। तर अचम्म के छ भने आजको बन्दले मलाई करिब 15 वर्ष अघिको एउटा अर्कै संसारमा पुर्यायो। त्यति बेला पनि बन्द र हडताल सामान्य जस्तै थिए। कहिले नेपाल बन्द, कहिले विद्यार्थी आन्दोलन, कहिले के को बन्द, स्कुल खुल्ने हो कि नखुल्ने बिहान उठेपछि मात्र थाहा हुन्थ्यो। म कक्षा 10 मा थिएँ। एसएलसीको दबाब थियो, होस्टेलको बसाई, हप्तौँसम्म घर नपुगेको अवस्था, भविष्यको अनिश्चितता। त्यो उमेरमा संसार निकै ठुलो र आफू निकै सानो लाग्थ्यो। त्यही बेला आएको थियो एउटा भ्यालेन्टाइन डे। एउटै कक्षामा भन्ने मेनुकाले मलाई कागजबाट बनाएको रङ लगाइएको एउटा गुलाब दिएकी थिइन्। न कुनै लामो संवाद भयो, न कुनै प्रतिज्ञा, केवल एउटा सानो मुस्कान र एउटा कागजको गुलाब। समयले त्यसपछि धेरै कुरा बदलिदियो। एसएलसी सकियो, होस्टेल छुट्यो, बाटोहरू छुट्टिए, हामी पनि आफ्नै जीवनमा हरायौँ। तर आजको बन्दको खबरले अचानक एउटा प्रश्न फेरि उठाइदियो। मेनुका अहिले कहाँ होलिन्? सायद उनलाई त्यो दिन सम्झना पनि छैन। सायद सम्झना छ, तर त्यो स्मृतिको अर्थ अर्कै छ। वा सायद कुनै दिन उनले पनि पुरानो समाचार, पुरानो सडक वा पुरानो मौसम देखेर त्यही कक्षा कोठा सम्झिन्छन्। मलाई थाहा छैन, तर यति चाहिँ थाहा छ, करिब 15 वर्ष बितिसक्दा पनि केही मानिसहरू हाम्रो जीवनमा फर्केर आउनु नपर्ने रहेछ। उनीहरूलाई सम्झना एउटा सानो बहाना पर्याप्त हुँदो रहेछ। आजको एउटा बन्दले मलाई पुरानो कक्षा कोठामा पुर्याइदियो, पुराना स्मृतिहरू ताजा बनाइदियो र त्यहाँ अझै पनि एसएलसीको तनाव बीच एउटा किशोरी उभिएकी छिन्। हातमा कागजको गुलाब छ, नाम मेनुका।